हालेलुया सबैलाई सम्पूर्ण मलाई हेरेर बस्नुहुने परमेश्वरका छोरा चाहिँ जति पनि हुनुहुन्छ सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा सबैलाई जय मसी। अनि तपाईँलाई आज मैले यसरी लाइभमा आएर चाहिँ के भन्नु आँटेको छु भन्दा चाहिँ कतिलाई थाहा छैन हैन, हाम्रो जुन भोजन हुन्छ बाइबलको त्यसको उतापट्टि चाहिँ तपाईहरुको त्यो एउटा उयस लेखेको छ, वचन लेखेको छ। त्यो भोजनको उतापट्टि लास्टमा तपाईहरुले जसरी पल्टाउनुहुन्छ विश्वासको सार, प्रेरितको विश्वासीको सार भनेको छ त्यो लेखेको छ। यो चाहिँ हामी प्रत्येकको लागि है, प्रत्येक मण्डलीको लागि, प्रत्येक विश्वासी परिवारको लागि हैन। हामी यसरी घरमा प्रार्थना गर्ने बेलामा बाइबल पढ्नुभन्दा अलिकति अगाडि हामीले यसरी यो पढ्न सक्छौँ हैन। तपाईहरुलाई म यो पढेर सुनाउने छु। अनि तपाईहरुले यो जुन तपाईहरुलाई म यहाँ देखाउँछु कतिलाई त्यति थाहा छैन। यो हाम्रो जुन बाइबल छ नि यतापट्टि यो यसरी अगाडिको भयो। अनि अगाडिको भएपछि चाहिँ ट्याक्कै तपाईको यतापट्टि चाहिँ तपाईहरुले चाहिँ देख्न सक्नुहुन्छ। तपाईहरुलाई यो जुन यो भएन, हामी चाहिँ यस्तो अब अगाडिको पढ्नु चाहिँ तर लास्ट हो। यो जुन लास्टको भाग छ नि यहाँ तपाईले देख्न सक्नुहुन्छ हैन। क्लियरली यहाँ देख्न सक्नुहुन्छ। यो हाम्रो विश्वासको सार हो। यो तपाईहरुले प्रत्येकले देख्न सक्नुहुन्छ हैन। यो चाहिँ हामीले वचनहरु भन्दा अगाडि चाहिँ हामीले यो पढ्नुपर्छ हैन। प्रत्येक तपाईहरुले कतिलाई थाहा छैन तपाईहरुलाई हैन। अनि प्राय जस्तो थाहा छैन, त्यही भएर तपाईहरुलाई मैले भनेको यसरी तपाईहरुले पढ्न सक्नुहुन्छ। तपाईहरुलाई म पढेर सुनाउँछु, सबै सुनिदिनु होला तपाईहरुले। तपाईहरु यो हाम्रो चाहिँ आज एकदम पढ्नै पर्ने हैन। हामीले चाहिँ यो चाहिँ हुन्छ। आउनुहोस् हामी तपाईहरुलाई पढेर सुनाउँछु। म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने माथि अनि उहाँका एक्लो पुत्र हाम्रो प्रभु यीशु ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, कन्या मरियमदेखि जन्मिनुभयो, जसले पन्तियस पिलातसको अध्ययनमा दुःख भोग्नुभयो, जो क्रुसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिन्ताउनुभयो, स्वर्गमा चढी जानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएका छन्, जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछन्। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रको सङ्गतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजन्मभरि जीवनमाथि। आमेन। सबैलाई सुन्नु भएर तपाईले यसमा चाहिँ तपाईले अझै बुझ्नु भयो भने चाहिँ हाम्रो न्याय गर्नको लागि चाहिँ न्यायकर्ता चाहिँ को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ हैन। अनि यहाँ चाहिँ तपाईले सबै पुरै लेखेको मजाले हैन। अझै परमेश्वर चाहिँ हामी विश्वास गर्नुपर्छ पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रको सङ्गतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजन्मभरि जीवनमाथि। अनि लास्टमा चाहिँ आमेन छ है। तपाईहरुले यो पढ्न सक्नुहुन्छ र यसो बुझ्नु पनि सक्नुहुन्छ। यो के भनिआएको छ प्रभुले हैन, यो हामीलाई बुझ्नु पनि जरुरी छ हैन। अझ हाम्रो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, एकमात्र परमेश्वर हुनुहुन्छ। त्यही भएर तपाईहरुलाई सबैलाई यो मैले पढेर सुनाएको छु, तपाईहरुले पनि पढ्न सक्नुहुन्छ। अनि यो चाहिँ हाम्रो भजन बाइबलको होइन, भजनको चाहिँ छ हैन। भजनको पछाडिपट्टि चाहिँ तपाईले पल्टाउँदै जानुभयो भने चाहिँ त्यो लास्टमा भएको पुरै पल्टाउनु, त्यहाँ तपाईले देख्न सक्नुहुन्छ। यहाँ फेरि पनि सबैलाई जय मसीह।